पाहुना भयो त के हो पाहुना भनेको थाहा छ गेस्ट हो नि त तिमी त भिआइपी गेस्ट भयो नि त हेर मेरो कपडा लाएर कम त गर्नु भयो हो निकाल्नु सक्छ नेबेदेखि नि बाटोमा हो बोल्यो बोल्यो के भन्यो त त्यहाँदेखि कहाँ गएर अब तिमी हिँड्नु जाने के हो यस्तो खालको खुट्टासँग होइन त्यहाँदेखि फ्यामिली त्यो माथि सब बाबा के गर्ने रे म पनि आउनु परिहाल्यो भने त्यही भनेको नि त अब तिमीलाई त केही पनि छैन खानेकुरा त त्यहाँ देख्नु सकिहाल्यो नि तर मैले खाँदिनँ किनभने किन भर्खरै खाएको हो तुमसा कोई प्यारा कोई मासूम नहीं है क्या चीज हो तुम खुद तुम्हें मालूम नहीं है लाखों है मगर तुमसा यहाँ कौन हंसी है तिमलाई करा जोसित तिमले जीवन बिताउँछौ उसमै रहोस् भरा म जहाँ गए पनि राजै एउटै हो संसार यतैतिर थियो भाइ के हो त्यस्तो 1 सेकेन्ड भन्दा पनि धेरै छिटो दौडिने तर थाहा छ हामी आउने वर्षमा यति ठुलो पानी थियो हामी स्विम पनि गरेको थियो तर यो ढल थियो यार तिमी यहाँबाट छिरे होइन तिमीले के उतापट्टि हो हो त्यस्तै लाग्यो समथिङ हुन सक्छ तर लास्ट हामी आउने बेलामा कत्रो ठुलो पानी थियो त टन्नै रहेछ तर यति छिटो हिँड्दो रहेछ कि हामी भ्याउनै सक्दैन छैन आयो तपाईँले एकचोटि क्याच गरेको थियो नि याद छ कि छैन तपाईँले एकचोटि क्याच गरेको थियो त तिमी चाहिँ स्कुलबाट आएको थियो त्यतिखेर त्यो मसाजी बुढो पनि आएको थियो बियर पनि लिएर आइहाल्यो न त अब के फेरि आइबस्ने यहाँ बिस्तारै जानु पऱ्यो नि त अब के गरेर बस्ने घरमा काम टर्नै छ भाइ तर पानी चाहिँ जोस् यसपालि पनि सुकेछ छैन टेस्ट छ भने टेस्ट पढ्नुपर्छ राम्रोसँग ओइ